के तपाईँ लुक्सिया तयारी गर्दै हुनुहुन्छ? तपाईँलाई चाहिँ रेक्टेङ्गल काउन्टिङमा चाहिँ प्रब्लम भइरहेको छ? त्यसो हो भने आज म तपाईँलाई रेक्टेङ्गल काउन्टिङ कसरी गर्ने भनेर म सिकाउन गइरहेको छु। हेर्नुहोस्। यसको रेक्टेङ्गल कसरी काउन्टिङ गर्ने भन्दाखेरि पहिला नम्बरिङ गर्ने, रो र कोलमलाई के गर्ने, नम्बरिङ गर्ने। 1 2 1 2। त्यसपछि यसको 1 + 2 कति हुन्छ? 3। अनि यसको पनि 1 + 2 कति हुन्छ? 3। अनि यसलाई चाहिँ के गर्ने, मल्टिप्लाई गर्ने। 3 × 3 कति हुन्छ? 3 3 जा 9। यसमा कतिवटा ट्रायङ्गल छ, रेक्टेङ्गल छन् भन्दाखेरि यसमा 9 वटा रेक्टेङ्गल छन्। अब त्यसै गरी हामी अर्को क्वेसन हेर्छौँ। यसमा पनि हामीले पहिला के गर्ने भन्दाखेरि नम्बरिङ गर्ने। 1 2 3 1 2 3 गर्ने। त्यसपछि यसलाई प्लस गरिदिने। 1 + 2 कति हुन्छ? 3 3 + 3 कति हुन्छ? 6। यसमा पनि त्यस्तै 1 + 2 3 3 + 3 गर्दा कति हुन्छ? 6। यसलाई के गरिदिने, मल्टिप्लाई गरिदिने। 6 6 जा 36। यसमा कतिवटा रेक्टेङ्गल छन् भन्दाखेरि 36 वटा छन्। फेरि अर्को हामी ट्राई गर्छौँ यसै गरी। यसमा कतिवटा रेक्टेङ्गल छन् भन्दाखेरि पहिला नम्बरिङ गर्ने, अहिलेको जसरी नै 1 2 3 4 5 1 2 3 4 5 सबैलाई यो जोड्ने। पहिला 5 × 9 10 11 12 13 14 15। यसमा 15 वटा। यसमा पनि यो सबै प्लस गर्दा कतिवटा? 15 15 आउँछ। अनि यसलाई मल्टिप्लाई गरिदिने। 15 × 15 कति हुन्छ? 15 को स्क्वायर गर्न अस्ति मैले सिकाएको थिएँ। कति हुन्छ भन्दाखेरि 5 5 25 2 भन्दाखेरि 225। यसको कति हुँदो रहेछ भन्दाखेरि 225 बनाउँछ। हो, यसै गरी तपाईँहरूले रेक्टेङ्गल पत्ता लगाउन सक्नुहुन्छ। धन्यवाद। Thank you so much for watching. See you in the next lesson.